भएको महिलाहरूलाई सम्मान गरेका छौँ हैन, विभिन्न कार्यक्रमहरू गरेका छौँ र हामीले सबैलाई सम्मान गर्नुपर्छ भन्ने किसिमको धारणालाई लिएर अगाडि बढ्ने क्रममा यहाँहरू ज्येष्ठ नागरिक बुवा आमालाई चाहिँ हामीले आज यो सम्मान कार्यक्रममा जोड्न पाउँदा निकै खुसी लागिरहेको छ। पक्कै पनि माथि हालेश्वर महादेवमा चाहिँ आज तपाईँहरूले रमाइलो नै गर्नुभयो होला, तर सोचे जति रमाइलो भएन किनभने पानी परिदियो, मौसमले अलिकति साथ दिएन। तर पनि यहाँहरूले चाहिँ आजको दिनलाई चाहिँ एकदमै सकारात्मक रूपमा लिनुभएको छ भन्ने मैले विश्वास गर्दै र जुन अहिले हुन गइरहेको औपचारिक सम्मान कार्यक्रम र अनुभव आदान प्रदान कार्यक्रममा यहाँहरू सम्पूर्ण आमाबुवाहरूलाई चाहिँ स्वागत गर्न चाहन्छु भित्री हृदयदेखि 2 नम्बर वडाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागतम स्वागतम स्वागतम। वेदर पनि राम्रै लाग्यो, गरिब पनि छ, टाढो पनि छ एउटा सम्झनाको लागि। यो कार्यक्रम गर्नु त अलिक गाह्रै हो मेरो विचारमा, त यस्तो व्यवस्थित रूपमा गरे हुनाले म बडालाई खास गरेर अध्यक्षज्यूलाई पनि म अब बधाई नै दिन्छु र उहाँले धेरै राम्रो काम गर्नुभयो र सब साथीहरू सब अब सबैजना आउनुभएको छ, सब खुसी नै हुनुहुन्छ र यसो कुरा सुन्दाखेरि अब आरपिडी राज्य सैनिक दिनुपर्छ भन्ने कुरा भइरहेको थियो। यो सम्मान मलाई चाहिँ धेरै खुसी लाग्यो। मैले चाहिँ अब उमेर त पुगिसकेको थियो, मैले यो वृद्ध भत्ता नल्याए हुनाले मलाई जवान जस्तै लागिरहेको थियो, तर अब यो मैले लिएको थिएँ कि अनि मैले अलिक यङ जस्तो लागिरहेको थियो। अहिले चाहिँ अब हेर्दाखेरि त अब त्यसैमा
कार्यक्रम धेरै राम्रो छ र वडाले गरेको कार्यक्रमबाट अहिले प्रभावित पनि छु म विभिन्न रोजगारमूलक कार्यक्रमहरू गरेका छ रोजगारी दिने खालको तालिमहरू दिइरहेछ मान्छेहरूलाई युवाहरूलाई पनि अब कसरी एडजस्ट गर्ने भन्ने कुरा गरिरहेछ फुटबलको पनि भइरहेछ कार्यक्रमहरू भइरहेछ यसले चाहिँ अब हाम्रो वडालाई चाहिँ राम्रै स्तरमा ल्याइन्छ म चाहन्छु कि ललितपुरमा चाहिँ हाम्रो वडा नम्बर 2 को चाहिँ नाम होस् राम्रो वडामा होस् 1 नम्बर वडामा होस् अलि सभा सुगरको पनि काम गर्यो अस्ति उहाँले त्यो कुसिङघाटको छेउछेउमा चाहिँ हराभरा गरिरहेछ है त्यो नदी किनारमा त्यो पनि राम्रै कार्यक्रम भयो त्यो र अहिले खास गरी नदी किनार चाहिँ अलि सानो भएर गएको छ त्यो पुरानो त्यो भर्याङ चाहिँ छोपिदिएको छ कि त्यो पुरानो भर्याङ छोप्या हुनाले अब अहिले हामीलाई चाहिँ अलिक गाह्रो भएको छ त्यहाँ अब त्यहाँ पानी झन् बढी आयो त्यो पुरानो भर्याङ चाहिँ मेरो विचारमा छोप्नु नहुने हामीले कुरा त भइरहेको थियो र उहाँ सबैलाई म सम्मान आदर गर्न चाहन्छु र अभिवादन गर्न चाहन्छु र आज हाम्रो चाहिँ वडाबाट भनौँ अध्यक्ष राजेश महर्जनज्यूले जुन यो चाहिँ आयोजना गर्नुभयो यो सामान्य मैले ठानेको छैन र यत्तिकाजना अग्रज र यो ज्येष्ठ नागरिकहरूलाई जसको आत्मबल नै कम भएको हुन्छ खुट्टा कमजोर भएको हुन्छ आँखा धमिलो भएको हुन्छ र कानले राम्रो सुन्दैन हैन राम्रो स्मरण हुँदैन जसलाई हात समात्नु पर्ने र यसो सहयोग गर्नुपर्ने यो स्थितिका हामी ज्येष्ठ नागरिकलाई उहाँले एउटा आँटेर र एउटा रमाइलो गरौँ घुमाउँ र आफ्नो अनुभव पनि साटासाट गरौँ भनेर जुन यो आयोजना गर्नुभयो यो सामान्य लागेको छैन मलाई र आजको चाहिँ देशमा नेताहरूले भाषण मात्रै गर्ने ठुल्ठुलो कुरा मात्रै गर्ने काम चाहिँ केही नगर्ने यो स्थितिमा हाम्रो चाहिँ जिल्ला हाम्रो वडाका सरकारले वडाका नेताले र हामी जनताको लागि हामी बुजुर्ग र यस्तो चाहिँ उमेर ढल्केका नागरिकहरूको लागि एउटा खुसी दिलाउनलाई एउटा नयाँ चाहिँ जागर चाहिँ दिलाउनको लागि उहाँले जुन आयोजना गर्नुभयो यसको लागि म एकदम प्रशंसा गर्न चाहन्छु सराहना गर्न चाहन्छु र यो शुभ सङ्केत हो र हाम्रो वडाबाट धेरै कार्यक्रम भएको म सुन्छु तर मैले राम्रोसँग बुझेर कुनै पत्रिकामा लेखेर दिन पनि मैले सकेको छैन मलाई लागिरहेछ यो लेख्नुपर्छ भनेर किनभने मान्छेले राम्रो काम गरेकोलाई प्रशंसा गर्न पनि हामी जान्नुपर्छ जसले राम्रो काम गर्छ उसलाई पुरस्कार दिन नसके पनि हामीले प्रशंसा गर्नुपर्ने धन्यवाद दिने त्यसले जान्नुपर्छ हामी सबै यो ज्येष्ठ नागरिकहरूको तर्फबाट यो महिला पुरुष हामी उमेरले 8 वर्ष 10 वर्ष 15 वर्ष पनि फरकको हामी भेट्यौँ र सबैको तर्फबाट हाम्रा नेताजीलाई एकदम आभार व्यक्त गर्दछौँ धन्यवाद दिन चाहन्छौँ शुभकामना दिन चाहन्छौँ उहाँको भविष्यमा पनि यस्ता सकारात्मक कामहरू हुँदै जाओस् र अन्य कुराहरू जुन साथीहरूले सुनाउनु भयो व्यावसायिक कामहरू पनि महिलाहरूलाई दिनुभएको छ भन्ने मैले पनि सुनेको छु मेरै चाहिँ साथी योगामा सँगै काम गर्ने साथीहरू सहभागी साथीहरूले सुनाउनु भएको थियो र आज यस्तो चाहिँ कार्यक्रमहरू छ भनेर कहिले चाहिँ खेतीपातीको है कोशी खेतीको बारेमा र कहिले के भन्ने चाहिँ अलिअलि झलक सुनेको छु तर मैले विस्तृत रिपोर्टिङ गरेर मैले बोल्न अथवा लेख्न मैले पाएको छैन तर मलाई मन छ मलाई लेख्नुपर्छ भन्ने मन लागेको छ र आजको कार्यक्रममा पनि अब 5वटा वर्षमा मैले सम्झेको थिएँ यो चाहिँ अग्रजहरूसँग आफूभन्दा जेठो पनि हुनसक्छ कतिजना चाहिँ ज्येष्ठ नागरिकहरू म भेट्न पाउँछु म चाहिँ कुरा गर्न पाउँछु उहाँहरूको अनुभव सुन्न पाउँछु उहाँहरू हिँड्नु भएको हेर्न पाउँछु उहाँहरू बोल्नु भएको सुन्न पाउँछु किनभने मेरो भोलि त्यो दिन आउँदैछ म अहिले 77 वर्षमा छु अहिले र केही महिनापछि म 77 पुरा भएर 78मा लाग्छु
नजिक 80को नजिक छु म। र तर पनि मभन्दा जेठो 10 वर्ष जेठो चाहिँ नि दिदीलाई मैले भेटेँ। कमा भन्दै हुनुहुन्थ्यो हाम्रो भलिन्टियर बहिनीहरूले। उहाँ मभन्दा पनि बलियो। उहाँलाई मन्दिरसम्म लग्नलाई मद्दत दिनुहोस् भनेर मलाई यसो उहाँले अनुकूल मिलेन होला, मलाई दिनुभएको थियो। मैले चाहिँ नि हात समातेर लग्नु पनि मभन्दा म 1 स्टेप चढ्दैमा 2 स्टेप चढ्दै मलाई तान्नु भएको छ। यो चाहिँ नि हामीहरूको लागि एउटा गर्वको कुरा हो। हिजोको दुईटा पहिलो सास माथि लानुहोस्, म दुई भन्छु डाउन हुन्छ। अहिले पहिले त हात पहिलो सास है 1 कन्टिन्युस 2 दुईटा 3 श्वास आस्तानु न 4 5 6 7 8 9 10 यतिले पनि अब अर्को फाइल खोल्यो। बस्नुहोस् नबोल्नुहोस्, बोल्ने चाहिँ काम गर्नुहोस्, अहिले सुनि मात्रै काम गर्नुहोस् है। म योगको शिक्षक भएको हुनाले तपाईँहरू कोही बोल्दैन। ल एकचोटि हामी गहिरो सासमा फोन गरौँ त। गहिरो सास बिल्कुल बन्द। कोही नबोल्नु होला। तपाईँ बोल्नुभयो भने युआर अनवान्टेड। अर्कोले चाहिँ घटी गरेर यस्तो घाउँ कुदाइरहेको छेउ करा भन्छन्। तपाईँ आफू खिडी काम नगर्नु होला। तन्केर भन्नुहोस्। तन्केर बस्दाखेरिमा माइन्ड अलर्ट हुन्छ, अनि जे कुरा भन्छ त्यो सुनिन्छ। कोही बोल्दैन। अब आज ज्येष्ठ नागरिक कार्यक्रममा योगको विषयमा केही बोलिदिनु भनेर भन्नुभएको छ। हामी योग गर्दैनौँ। योग नगरेपछि हाम्रो जिउ फुर्तिलो हुँदैन। केही नभए पनि गहिरो सास तान्ने, गहिरो सास छोड्ने, गहिरो सास तान्ने, गहिरो सास छोड्नु, यतिले मात्रै पनि तपाईँको औषधि धेरै कम हुन्छ। जिउमा स्फूर्तता आउँछ। सकेसम्म कोठाभित्र नबस्नु होला, सकेसम्म बाहिर आँगनमा जानु होला, बगैँचामा जानु होला, कौसीमा जानु होला, बरान्डामा जानु होला। कोठामा बस्नुभन्दा बाहिर बस्दा तपाईँको जिउ अर्कै हुन्छ। हामी जस्तो ठाउँमा गयौँ हाम्रो शरीर त्यस्तै हुन्छ। वन जङ्गलमा जानुहोस्, तपाईँको शरीर स्फूर्तता आफै आउँछ। कोठामा बनाउने ठाउँमा बल्लीमा वा यत्रो कोठामा बस्नुहोस्, तपाईँको जिउ त्यसै खुल्सिन्छ। त्यसैले बाहिर जानु होला, गहिरो सास तान्नु होला, उठबस गर्नु होला, हात तर्काइ तुर्काइ गर्नु होला, सके जति जे सकिन्छ त्यति गर्नु होला। अब यहाँ छोटो पनि भनिया छ, म 2-3टा कुरा गर्छु। अहिले सुरुमा हामीले राष्ट्रगान सुरु गऱ्यौँ। राष्ट्रगान गाउँदाखेरिमा राष्ट्रिय भन्ने होइन, राष्ट्रगान यो राष्ट्रिय भने चाहिँ सबै राष्ट्रिय गीतहरू भए। राष्ट्रगान यो देशको राष्ट्रको गान गाउँदाखेरिमा हामीलाई राज्यले हाम्रो देशको राज्यको प्रोटोकलमा तपाईँ सतर्क बस्नु भनेको छ। भुँडीमा हात हालेको छ, छातीमा हात राखेको छ, त्यो होइन। 1 नम्बर थाहा पाइरहनुहोस्। भुँडीमा हात राख्ने, छातीमा हात राख्ने भने के अलर्ट भएर बस्छ भनिएको छ। राज्यले हाम्रो प्रोटोकलमा जब राष्ट्रगान बस्छ तपाईँले भुँडीमा हात राख्ने होइन, छातीमा हात राख्ने होइन, एकदम चाहिँ सतर्क बस्छ भन्ने चाहिँ यो कुरा पनि सिक्नुहोस्। अब म श्रीकृष्ण भगवान्लाई अनुरोध गर्छु, यहाँ ज्येष्ठ नागरिक हामी छौँ। अहिले 87 वर्ष पनि कुरा गर्नुभयो, 77 वर्ष पनि कुरा गर्नुभयो। मेरी आमा 79 वर्षको हुनुभयो। सायद म यहाँ ल्याउँथ्यौँ होला। अहिले 3 महिनाको अलि बल्नुभयो। मेरी आमा 79 वर्ष लाग्नुभयो। अहिले अलिकति बल्नुभयो। 2 महिना 2.5 महिना अघि भइदिए आमा यहाँ आउन सक्नुहुन्थ्यो, म खुसी हुन्थेँ, लिएर आउँथेँ। अलिक असक्या हुनाले यो ल्याउन सकिएन। 79 वर्षको मेरो आमा हुनुहुन्छ। अस्ति मेरो घरमा सप्ताह लाउँदाखेरिमा सप्ताह मजाले सुन्नुभएको थियो, कहिले भित्र जाने कहिले बाहिर आउनु गर्नुभएको थियो। अब म श्रीकृष्ण भगवान्लाई के अनुरोध गर्छु भने म भन्छु, हामी सबैले भनौँ हात छाड्नुहोस्। म तपाईँहरूको जति जिउनुहुन्छ स्वस्थ सुखपूर्वक जिउ, जति जिउनुहुन्छ स्वस्थ भएर जिउ,
100 शरद ऋतु ज्यू भन्छु। श्रीकृष्ण भगवान्लाई सम्झिनु होला, म भन्छु तपाईँहरू भन्नुहुन्छ है, केही पनि गाह्रो छैन। मैले जे भन्छु त्यही गरेँ त। यावत् जीवेत सुखम जीवेत, यावत् जीवेत स्वस्थ्यम जीवेत, जीवेत शरद शतम शतम। यसले के भन्छ भने तिमी जति जिउँछौ सुखपूर्वकले जिउने। हेर्नुहोस् त, अब हामी त ज्येष्ठ नागरिक भइसक्यौँ, कति दुःख गर्नु, कति परिश्रम गर्नु, कति छोराछोरी ध्यान त्यहाँको लागि गरिबेट्नु। अब जति जिउनु छ सुखपूर्वक जिउने, जति जिउनुहुन्छ स्वस्थ भएर जिउने। यावत् जीवेत, जति जिउँछौ सुखपूर्वक जिउ, जति जिउँछौ स्वस्थ भएर जिउ। 100 शरद ऋतु भन्छ। शतम शतम भनेको 100 शरद ऋतु जिउने। 100 शरद ऋतु जितेपछि अनि फेरि हामी बिदाबारी हुनुपर्छ। हाम्रो सत्यमोहन जोशी पनि भन्नुभएको थियो, जब पुगे 100 बिदाबारी भए भन्नुभएको थियो। त्यो सुन्नुभयो होला है। जब पुगे 90 हत्ते नगरे, जब पुगे 80 पुनामा बसी, जब पुगे 70 फुटा लतारी, जब पुगे 60 हातमा लाठी भन्ने सुन्नुभयो होला। सत्यमोहन जोशीले आफू 100 वर्ष पुग्दाखेरिमा त्यहाँ नगरपालिकामा भन्नुभएको थियो। मैले उल्टोबाट भने भन्नुपर्दा सुल्टोबाट थियो, सुल्टोबाट तपाईँहरूलाई आइहाल्छ। यसैले जति जिउनु छ सुखपूर्वक जिउ, जति जिउनु छ स्वस्थ भएर जिउ। 100 शरद ऋतु जिउ। यसरी सुखम। जो मान्छे योगमा शरण पर्छ त्यसले परम सुख पाउँछ अरे। जो मान्छे योगशालामा छिर्छ त्यसले सबै दुःखबाट मुक्त हुन्छ। अन्तिम बाटो भनेको योगमै सर्नुपर्ने हो। चाहिँ जसरी ज्येष्ठ नागरिकलाई आज सम्मान गर्यो, यो सम्मान चाहिँ भन्ने हो भने हामीले चाहिँ के भने ज्येष्ठ नागरिक भनेको के हो? ज्येष्ठ नागरिक भनेको हाम्रो इतिहासलाई हेरेर हामीलाई वर्तमानमा हामी अघि बढ्छौँ, हामीलाई अगाडि बढाउने नै ज्येष्ठ नागरिक हो। यसको अर्थ इतिहास निर्माण गर्ने हाम्रा ज्येष्ठ नागरिक हो। यस्ता ज्येष्ठ नागरिकलाई आज ललितपुर महानगरपालिका 2 नम्बर वडा समितिले जसरी सम्मान गर्यो त्यो एउटा एकदम स्तुत्य, एकदम राम्रो काम, अतुल्य उदाहरणीय कार्य हो। यो कार्यक्रममा अझै निरन्तरता दिनुहोस्। किन भन्दाखेरि आज जसरी यहाँ कुरा उठ्यो ज्येष्ठ नागरिकलाई सम्मान गरेर राम्रो भयो, तर ज्येष्ठ नागरिकको समस्याहरू के हो? ज्येष्ठ नागरिकको अलिकति क्वेसन एन्सर अन्तर्क्रिया गर्दाखेरि अझै ज्येष्ठ नागरिकलाई सहज हुन्छ भन्ने जुन क्वेसन हो, यसलाई पनि म आगामी दिनमा यसतर्फ सोच्नु होला भन्ने माने हाम्रो श्रद्धेय हाम्रो सबैको लागि, सधैँका लागि हाम्रो वडा अध्यक्ष लगायत वडा सदस्यहरूलाई ध्यान आकर्षण गर्न चाहन्छु। त्यसै गरी आज जसरी ज्येष्ठ नागरिकलाई अगाडि बढाउन ज्येष्ठ नागरिक समस्याहरू गर्न र यो कार्यक्रममा ज्येष्ठ वडा अध्यक्षज्यू र वडा समितिकोमा वडा सदस्यज्यूहरूको मात्रै योगदान यसलाई सहयोग गर्ने अघि हजुरहरूले देख्नुभयो। हाम्रो स्वास्थ्य स्वयंसेविका मित्रहरू, स्वयंसेवकज्यूहरू, हाम्रो वडा कार्यालयको सचिवज्यू, वडा कार्यालयका कर्मचारी साथीहरूको जुन अथक प्रयासले आज यहाँ आइपुग्यो। अहिले गङ्गा प्रसाद म्यामले भन्नु 25 जना भन्नुभयो, या त 150 जना, म त आत्ते भन्नुभयो। हुन पनि यस्तो व्यवस्थित यति राम्रो कुनै चाहिँ कहीँ कुनै खोट छैन। अब सामान्य हाम्रो ज्येष्ठ नागरिक एकजनालाई अलिकति अप्ठ्यारो पऱ्यो, अब उहाँको उमेरले पनि होला, तर यसबाहेक अरू केही भएन। अलिकति मौसमले साथ दिएन। यस्तो भव्य सभ्य रूपमा ज्येष्ठ नागरिकलाई सम्मान गरेर जुन राम्रो काम गरेको छ त्यसको लागि वडाको जति तारिफ गरे पनि अधुरै रहन्छ, अपुरो रहन्छ। यो काममा वडाहरू सबै अगाडि बढ्नुहुन्छ विश्वासका साथ म हजुरहरूलाई बिदा हुन्छु। हस्त धन्यवाद। मात्र वडा सल्लाहकारको नाताले, किनभने हामी सल्लाहकार साथीहरूको प्रतिनिधित्व गरेर पनि हाम्रो यो सबै सल्लाहकार साथीहरूको भनाइ पनि यही हो। यही कुरालाई फेरि हजुरहरूले मनन गर्नु होला। हस्त धन्यवाद। मस्त तरिकाले एउटा भजन सुरु हुन्छ, हजुरहरूले त्यसमा मस्त गर्नु। हजुरका छोरा नातिले अस्ट्रेलियालाई हेर्नु, अमेरिकालाई हेर्नु, त्यस कारण सबैले मलाई भिडियो खिचेर पोस्ट गरिदिनु अनुरोध गर्छु। यो हाम्रो जोइन गरिदिनु दामभाइलाई म अनुरोध गर्छु।
बिहारीको पछि रङ्गनाथा यमुनामा स्नान गर्नु भक्ति साथा पहिलो दर्शन बिहारीको पछि रङ्गनाथा यमुनामा स्नान गर्नु भक्ति साथा कति राम्रो यो वृन्दावन सललमा भागेकी यमुना उस्तै राम्रो मथुरा सहर जान मलाई लागैछ र राधा कुण्ड श्याम कुण्ड गिरी गोवर्धन बंसी बज्यो मधुर मधुर सही वृन्दावन राधा कुण्ड श्याम कुण्ड गिरी गोवर्धन बंसी बज्यो मधुर मधुर सही वृन्दावन कति राम्रो यो वृन्दावन उस्तै राम्रो मधुरा सहर जान मलाई लागैछ सबै छोड्यो सबै थोका छोडी सक्यो पार पनि छोड्यो माखन छोड्यो मिश्र छोड्यो दही सबै छोड्यो सबै थोका छोडी सक्यो पार पनि छोड्यो कति राम्रो त्यो वृन्दावन सललमा बगेकी यमुना उस्तै राम्रो मथुरा सहर जान मन गाई बाछाले प्रभु जान्थे वरदान गोपिनीको प्रेम ठुलो रूपे सललमा बगेकी यमुना उस्तै राम्रो मथुरा सहर जान मलाई लागैछ योभन्दा अगाडि हामीले एकचोटि मात्रै ज्येष्ठ नागरिक सम्मान कार्यक्रम राख्यौँ र सँगै यहाँको लगत्तै 79 को चुनावपछि हामीले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम राख्यौँ र ती कुराहरू गर्दै गर्दाखेरि चाहिँ यताउता कता कता हामीले हरेक कार्यक्रमहरू गर्छ र हामीसँग परेको समस्याहरू सम्बोधन गर्नको लागि हामी जनप्रतिनिधिले हामीले सबै गर्दै गएर हुन्छ र विकास निर्माण पनि गरिरहेको हुन्छौँ र ती विकास निर्माण बाहेक चाहिँ हाम्रो अर्को चाहिँ हाम्रो स्वस्थ रहन हाम्रो क्षमता बढ्नको लागि र हामी यसरी बाहिर आउँदाखेरि हाम्रो एउटा क्षमता पनि त्यसलाई पनि विकासको चाहिँ योजनाबद्ध रूपमा लागेर हामीले सबै जस्तो अघि नै आयो हाम्रो पूर्व जस्तो सदस्यहरूको चाहिँ जस्तो बालबालिकाहरू बालबालिकाहरूले हामीलाई एकीकृत गर्नलाई हामीले कार्यक्रम गरिए र हाम्रा दिदीबहिनीहरू जो एक ठाउँमा थिएन सबैलाई एकीकृत गरेर हामीले आफ्नो खुट्टामा उभिनको लागि आय आर्जनको कामहरू गरेर कतिले व्यवसाय सञ्चालन गर्दै गयो त्यही अनुसारको चाहिँ हामीले अन्य कार्यक्रमहरू जसरी युवाहरूको कार्यक्रमहरू हामीले आय आर्जन कार्यक्रम गर्दै गयौँ तर ज्येष्ठ नागरिकको कार्यक्रमहरू चाहिँ हामीले थोरै गरिरहेको छौँ धेरै गर्न सकेका छैनौँ पक्कै हो यो किन भन्दा हामीले ज्येष्ठ नागरिकहरूको पनि हामीले यसरी भेला राख्नको लागि हामी सबैजना एक अर्काको हिजो सानोदेखि उमेरदेखि साथीभाइ र बिचमा भेटघाट नहुने ती कुराले यसले एउटा चाहिँ हाम्रो एउटा स्फूर्त र स्वस्थ रहनलाई र हामी जुन घरमा बसिरहेको हुन्छौँ हामी जुनसँग बाहिर निस्किने हामी स्वस्थ पनि हुन्छौँ भनेर हामीले एक अर्काको भेटघाट पनि हुन्छ र एक अर्का भेटघाट गर्दाखेरि एकछिन हामी खुसी पनि हुन्छौँ र हामी दुःख सुखको पनि हामी कुराहरू गर्छौँ दुःख सुखको बाँड्ने कुराहरू पनि गर्छौँ त्यो हुनाले हामीले यो कार्यक्रम चाहिँ अलिकति भिन्न रूपमा चाहिँ यहाँ लिएर आएको हामी सबै यहाँ ज्येष्ठ भएकोलाई चाहिँ किन भन्दाखेरि यो टाढै भए पनि र अन्य यो कार्यक्रमहरू चाहिँ अब चाहिँ हामीले चाहिँ निरन्तर रूपमा लान लाग्छौँ र आज हामी चन्दागिरीमा आउँदैछौँ भने हामी अर्को आउने वर्षमा हामी अर्को ठाउँमा पुगौँला होइन त्यो समयअनुसारको फरक फरक कार्यक्रमहरू चाहिँ हामी गर्छौँ र कार्यक्रम गर्दै गर्दाखेरि सधैँ घुम्ने हिसाबले हामी विभिन्न मठ मन्दिरहरू हामी घुमेर हामी एउटा हाम्रो यो पञ्चायतमा हामीले अलिकति घुम्न रमाइलो गर्नको लागि जान्छौँ भन्ने अनि कहिले कहिले हामी सम्मान पनि गरिदिन्छौँ
र यो सम्मान कार्यक्रम पनि हामीले आज सम्मान गर्दैछौँ। कारण के भन्दाखेरि सम्मान कार्यक्रममा हामीले हाम्रै ज्येष्ठ बुवाआमाहरूको रूपमा हामी घरमा बस्छौँ र हामी घरमै बस्दाखेरि पनि अब हाम्रा छोरा नातिहरू सबै व्यस्त हुन्छ। व्यस्त हुने बेला चाहिँ हामीले हाम्रो पुस्तिकाहरूका खानेकुराहरू पनि हामीले केही हुन त सबैले पाएकै छ र नपाएको ज्येष्ठ बुवाहरूको आदान प्रदान भनेको अघि नै कार्यक्रम चाहिँ अलिकता हामीसँग परेका दुःख सुखको कुराहरू पनि हुन्छन्। त्यो दुःख सुखको कुराहरू चाहिँ भन्न नसकिरहेको अवस्था पनि हुन्छ। ती दुःख सुखको कुरा भन्न हामी जनप्रति भनेको हामी यहाँहरूको छोरा नाति सर हो र एउटा भनेको एउटा परिवार हो। यहाँहरूले सबै कुरा गरेर त्यसको सम्बन्धन गर्न चाहिँ हामीले सक्छौँ। किन भन्दाखेरि धेरै कुराहरू चाहिँ ज्येष्ठ नागरिक बुवाहरूले चाहिँ भन्न सकिरहेको अवस्था पनि हुँदैन। किन भन्दाखेरि उमेर बढ्दै जान्छन् र समय उमेर हामी जन्मेपछि एक दिन मृत्युमा जान्छौँ भने हामी समयअनुसारले हाम्रो उमेर बढ्दै गएको हुन्छ। जसरी हिजो एकदम स्फूर्त रूपमा हिँड्न सकिन्छन् होइन, खेल्न सकिन्छन्, रुख चढ्न सकिन्छन् भने अब सकिने अवस्था छैन। ती अवस्थालाई चाहिँ हामीले हाम्रो शारीरिक स्वस्थ राख्नको लागि अघि जस्तो विष्णुले भने योग पनि आवश्यक छ। घरमै बसेर योग गऱ्यो भने औषधि चाहिँ खानुपर्ने अवस्था पनि छैन र हामी खाना मात्रै गर्ने योग नगरेपछि केही न केही रोगबाट चाहिँ हामी चपेटा परेर अहिले हामी हरेक चिजको औषधिहरू खानु परिरहेको छ। किनभने अघि नै भने हाम्रो गङ्गा म्याडमले हिजो हामीले खानेकुराहरू स्वस्थ थियो भने अब स्वस्थ चाहिँ हाम्रो घर आँगनमा चाहिँ खेती गर्ने खेती नै नहुने भइसक्यो। यहाँ एकछिन भयो भने हामीले योग गर्न सक्यो भने र हामीले जसरी घरमा पूजा गर्छौँ धर्म गर्छौँ ती धर्मसँगै पनि योग पनि लिनु होला। त्यसले पक्कै हामीलाई स्वस्थ रहन्छ र खानेकुराहरू पनि हामीले खानु होला। हामी कहिले चिन्तित भयो भने खाँदैनौँ कि खानेकुराहरू ती नखाँदाखेरि बुवाआमाहरू चाहिँ केही न केही रोगबाट शिकार हुनुपर्छ। स्वस्थ खाना नखाएपछि भित्र त एउटा शरीर हो, एउटा इन्जिन हो। एउटा इन्जिन नचलेपछि अन्य इन्जिन पनि बिग्रिन्छन्। अन्य सबै चिजहरू रोगले एकैचोटि ग्रसित बनाउँछ। त्यही भएर उहाँहरू जति रूपमा यहाँहरू स्वस्थ हुन्छ अझ स्वस्थ हुने यहाँहरूको सुझाव सल्लाह पनि दिनु होला। केही समस्या छ भने भनिदिनु होला। मैले किन भन्दा हामीले अहिले हाम्रो यो 8 वर्ष ओडाल्से हुँदै गर्दाखेरि चाहिँ ज्येष्ठ बुवाआमाहरूको समस्याहरू धेरै छन्। ती कुराहरू धेरै कुराहरू भनेको हुँदैन होइन। मेरो नभए कसको हुन्छ भन्दा अब त्यो हुँदैन। यहाँहरूको इच्छा शक्तिले जहाँ गर्न सक्नुहुन्छ त्यो हुन्छ। यहाँले त्यो बोल्न पनि पर्छ कहिले कहिले। अब नबोल्दाखेरि त्यो पिच्छा कुराहरूमा चाहिँ कतिपय चिजहरू छोरा विदेश आमा बुवा यहाँ छ अहिले। अनि आमा बुवालाई हेर्नुलाई चाहिँ एउटा अहिले त कामदारको रूपमा चाहिँ एउटा हेर्ने मान्छे राखेर पठाएको छ। जति छोरा बुवाआमाले हेर्छ त्यति माया हुन्छ भने काम गर्ने मान्छेलाई त माया हुँदैन। कसरी हुन्छ उहाँ हेर्छन्, अलिकति पैसा पाउला त्यसपछि उपचार राम्रो पाउँदैन, स्वस्थ रहँदैन। जब बितिसकेपछि छोरा 1 महिनाभित्र आउँछन् सबै काम गर्छन् हो। त्यस्तो चिजहरूमा पनि अहिले हिसाबले 60 वर्षभन्दा माथि गएपछि मात्रै ज्येष्ठ नागरिक भनेर राखेको हो र 60-70 पछि वृद्ध भनेर राखेको होइन। ती केही न केही देखेरै राखेका हुन्छन्। त्यो उनीहरूले ज्येष्ठ नागरिक हामी सबैजना चाहिँ अब हामी युवा जस्तै हो भन्ने सोच्दै गर्नुपर्छ। हामीले आत्मबल चाहिँ बढाउनुपर्छ। आत्मबल नबढाउनु जान्छ हामी कमजोर हुन्छौँ। कमजोर पछि रोगले चाहिँ अलिक ग्रसित हुन्छ र हामीले जतिसम्म सक्छ यहाँले अगाडि बढ्नुपर्छ। किन भन्दाखेरि अब बढ्नु भन्दा दौडिनु भन्ने होइन कि अलिकता चाहिँ कहीँ हावा जस्तो बाहिर घर भने घर बसिराख्यो भने हाम्रो दिमाग चाहिँ खेल्दैन, चलाउँदैन, हावा पानीसँग खेल्न पाइँदैन, बाहिर भयो भने स्वस्थ हुन्छन्। ती चिजहरू चाहिँ यहाँले अप्नाउनु होला। र ज्येष्ठ नागरिक कार्यक्रमहरू अन्य पनि धेरैहरू कार्यक्रम छ। जसरी जसरी यहाँहरूसँग अलिकति समय स्वास्थ्यसँग सम्बन्धित भएर औषधिहरू कुनै आवश्यक पर्यो, कुनै समस्याको रूपमा छ भने यहाँले हाम्रो आधारभूत स्वास्थ्य केन्द्रमा जान सक्नुहुन्छ होइन। हाम्रो आधारभूत स्वास्थ्य केन्द्र र हामीले सञ्चालन गरेको सबै हाम्रो लागि हो। हामीले तिरेको करको हामीले नै त्यो सदुपयोग गरेर औषधिहरू निःशुल्क रूपमा पनि पाइन्छन्। जस्तो ज्येष्ठ नागरिक आमालाई कतिपय औषधिहरू सबैजनाले पाइरहेको हुन सक्छन्, कसैले नपाउन सक्छन् होइन। मैले अघि भन्ने कहिले कहिले व्यथाहरू भन्दैन
ती बेथाली पेल्सिरहेको हुन्छ त्यस्ता कुराहरू भन्यो भने यहाँहरूले सबै चिजहरू हामीले उपलब्ध गराउँछ। अन्य कुराहरू चाहिँ अब ज्येष्ठ नागरिकहरूकोमा स्वास्थ्य जाँच हामीले अब कुनै ठाउँमा गरे हुन्छ कुनै ठाउँमा गरे हुन्छ। हामीले स्वास्थ्य जाँच चाहिँ प्रायः गर्ने गरेका छौँ। किन भन्दाखेरि प्रत्येक घरहरूमा जाँदाखेरि अब साधारण स्वास्थ्य जाँच गर्दै हुँदैन धेरै कुराहरू अब रोग पनि